हेलो गुड मर्निङ सबैजनालाई है मेरो पेजमा हजुरलाई स्वागत छ है। आज चाहिँ म है लोड गरेको झारेको है घुमाएको हजुरको माझमा भिडियो लिएर आउँदैछु है। म चाहिँ अहिले ग्यान्टोकमै छु साइडमा, त्यही भएर पनि आज मलाई सब बनाउनु मन लाग्यो नि त भिडियो, त्यही भएर बनाएको। अनि हजुरलाई कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु चाहिँ नभुल्नु होला है। आजको ग्यान्टोकको वेदर चाहिँ यस्तो छ है, घाम पनि छैन पानी पनि छैन, धुम्म भइरहेछ है। मेरो पनि काम धमाधमै भइरहेछ। अब यहाँ चाहिँ घुमाउने हो, घुमाउने जग्गा त सजिलो छ, फस्दैन, किनभने यहाँ चाहिँ कार्पेटिङ नै हो। यहाँ चाहिँ कार्पेटिङ छ भुइँमा होइन, राम्रो छ बाटो घुमाउनु त। त्यही लोड गर्ने जग्गामा चाहिँ अलिकति हिलो छ, फर्स्ट छ हो। अलि स्ट्रिङ पनि जाम भइरहेछ मेरो गाडीको हो। अब के गर्नु, काम गर्नु परिहाल्छ। मेरो त अब अहिले ढुक्कै छ माथि ग्यान्टोकमै अहिले गाडी त। बिहान ट्याक्सीमा जान्छु, बेलुका पनि ट्याक्सीमा आउँछु, गाडी छोडिदिन्छु माथि नै हो। यहाँ चाहिँ हजुरले देख्न सक्नुहुन्छ है, मेरो गाडी लोड हुँदैछ अहिले माटो। डल्लै कटिङ गर्ने हो नि त यो। यहाँ मेसिन त ठुलो छ भने 2 बकेट हाल्दा ड्याम्मै मेरो गाडी त पुटुस हुन्छ 2 बकेट हाल्दै। 1 बकेट त्यत्रो भयो हो। गाडी त ठेल्नुपर्छ, किनभने यहाँ चाहिँ हिलो छ, लोड गर्ने जग्गा चाहिँ हिलो छ हो। अलिक घाम चाहिँ अब लाग्ला सुक्नु गर्दैछ, अब सुक्छ होला। यत्रो मिसिन छ हो, गाडी त एकै खेपमा जान्छ होला भनेको त गएन नि हो गाडी। ट्राई गर्नुपर्छ, भएन अब ठेलिदिन्छ होला मिसिनले। यस्तो चाहिँ यो ठेल्नु पनि ग्राममै ठेल्दियो हो, माइल छ नि गाडी के गर्नु। यहाँ चाहिँ झार्ने जग्गा हो, यस्तो छ हेर्नुहोस् है। ए यता पानी नै पानी छ हो। अब अनलोड गर्ने हो, दिनभरि काम यही हो, लोड गर्ने झार्ने, लोड गर्ने झार्ने, त्यहीँबाट लोड गर्ने हो। यहीँ ल्याउने हो भने चाहिँ नजिकै छ हो, झार्ने हो भने जग्गा चाहिँ नजिकै छ, भित्रै हो, कम्पनी भित्रै हो। अनि हजुरलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला। मन